दयाङ राईको नयाँ मुभीको टिजर हेरेर मलाई साउथ इन्डियन मुभी हाई नन्नाको चाहिँ याद आयो। नै यो चाहिँ कुनै कम्पेरिजन होइन, इनफ्याक्ट यो चाहिँ कम्प्लिमेन्ट भन्दाखेरि पनि हुन्छ। फादर डटरको इमोसनको जर्नीलाई देखाउने यो मुभी कति धेरै इमोसनल हुनसक्छ भन्ने कुराको चाहिँ अलिअलि होइन हेक्का पाइरहेको छु मैले। दयाङ राई सँगसँगै यो मुभीमा चाहिँ प्रकाश सपुत पनि छ। एक्टिङ वाइज यो मुभी एकदमै राम्रो हुनेवालामा छ। फादर इमोसन इज द स्ट्रङ्गेस्ट इमोसन फर मी। फादर इमोसन चाहिँ हामीले हत्तपत्त एक्सप्रेस गर्दैनौँ है, तर यसरी कुनै आर्ट फर्ममा हेर्न पाउँदाखेरि चाहिँ एकदमै खुसी लाग्छ। र मैले त बाबामा एउटा कविता नै लेखेको छु, कमेन्ट सेक्सनमा राखिदिन्छु, यदि तपाईँलाई पढ्न मन लाग्छ भने एकचोटि पढ्न सक्नुहुन्छ है त। टिजर राम्रो देखिरहेको छ, प्रमिसिङ लागिरहेको छ। दयाङ राईलाई चाहिँ हामीले युजुअली केटीको पछाडि दौडिरहने होइन अथवा म्यारिड गाईको रूपमा चाहिँ त्यो रोलहरूमा हेरिराखेका थियौँ भने यहाँ सिङ्गल फादरको रूपमा पनि एउटा नयाँ एक्सपिरियन्स रहन्छ जस्तो मलाई फिल भइरहेको छ। र टिजर अलिकति इमोसनल देखिरहेको छ। चाइल्ड एक्ट्रेसको पनि पर्फर्मेन्स राम्रो छ। मुभीको लागि म एक्साइटेड छु। मुभी माघ 1 मा रिलिज हुँदैछ। तपाईँहरू को जाँदै हुनुहुन्छ त हेर्नको लागि, र दयाङ राईको फ्यान कतिजना हुनुहुन्छ कमेन्ट गरेर भनिदिनु होला है त। लाइक एन्ड फलो।